हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। जुत्ता लाउँदै हुनुहुन्छ हामीले? लालिपप खान जाने हो कि 5 रुपियाँको चक्लेट ल्याइदिनु छ हान्तै। यहाँबाट कसरी जाने? बालन सरले यहाँबाट बनाइदिनु भयो भने यता हान्तै। अबे क्या ब्युटिफुल आकी त तपाईँ त क्या ब्युटिफुल लेडी देख्छु त म त। के गर्दैछन् यिनीहरू? कति राम्री देखि के हो र तिमी त? यो आफू गेडा कत्रो हुन्छ हैन अब आफू डल्लो र गेडा एउटै हो के भिडियो गरेर राख्छन् अनि त्यही भएर अनि त्यो आमासँग बनायो भने त भाइरल भोलि त म त लाखौँ लाख आमा करटपट्टि ल आमा बाई गफाडी केटीहरू भन्नु न आमाले क्या काट्नु भनेको त यस्तो यस्तो मासु यो खासमा चाहिँ हामीले छटपट भयो भने हामीले त्यो मासुमा पुरानो जस्तो गरेर काट्दिनु के रे आमा पनि राम्री के चाहियो यो बाहिर ओ दामी भ्यू छ नि गाइस यहाँनिर फ्री माथि डाँडाबाट राम्रो आउँछ नि भ्यू एकदम हो नि अनि यो चाहिँ चोबाडाँडो हो। अब यहाँ हेर्नुहुन्छ सक्नुहुन्छ हजुरहरूले। अनि यहाँ मेरो छेमाहरू हुनुहुन्छ, यता हेर्नुहोस् छेमा। साथीहरू यति गाह्रो भइरहेको यति गाह्रो। हजुरहरू यो ठाउँमा आउनुभयो भने अब हजुरहरू सिङ्गल हुनुहुन्छ भने चाहिँ आउनु। यहाँ बहुत डेटिङवालाहरू छन्। लु यहाँ मेरो छेमाहरू हेर्न सक्नुहुन्छ, बहुत ह्याप्पी हुनुभयो। अब उहाँहरूको जुत्ता चाहिँ अलिक सानो छ अनि मेरो जुत्ता चाहिँ अलिक ठुलो ठुलो छ, तर म चाहिँ अलिक कुद्न अलिक गाह्रो भयो, तर नि म कुदिदिन्छु। अनि धेरै धेरै एक्साइटेड हुनुभएको छ उहाँहरू चाहिँ, धेरै पछि भेट हुनुभएको छ। एक मनले खुसी के कुराले भेट्नु भयो भएर, दुखी के मनले अलगै झाँपिए यिनीहरू चाहिँ। यस अनि हेर्नुहोस् यस्तो बाटो छ है। म चाहिँ मेरो खुट्टा देखाउँछु। यो चाहिँ अब चाहिँ हामी जुन ठाउँमा पुग्नु आँटेको त्यो ठाउँ चाहिँ हामी पुग्नु आँटिरहेछौँ, तर अलि टाइम लाग्छ त्यहाँ पुग्न। यस्तो भिड छ नि, बाङलाङ बुङलुङ लड्छ यहाँबाट। यिनीहरू दुईजना पहाडकी छोरी। फोन आयो ल, शारदा दिदी रहेछ। चोबारको पार्क तपाईँहरू घुम्न आउन सक्नुहुनेछ। यहाँनिर पार्कहरू बनिरहेछ। टिकट लिनुपर्छ 50 रुपियाँको यहाँ पार्कभित्र आउनको लागि। हाम्रो यति राम्रो फुल हेर्नु त, सिराइमा सिरफुल। आहा घुम्टुर डल्ली। आहा आहा सनफ्लावर सम्पत्तिका कुराले। अहिले घाम हल्का गएपछि यहाँ बसौँ न बरु। घुम्टुरा डल्ली। आहा सिराइमा सिरफुल। आहा घुम्टुरा डल्ली। आहा कुराले। कलरफुल स्टोनहरू देख्न सक्ने हाम्रो गाइजहरू आउँदै हुनुहुन्छ। फाइनली आउने भयो। आयो ल यो चाहिँ हाम्रो लास्ट लुक्स हो है, हाम्रो टार्गेट ठाउँमै आयो। ल ल हल्यो हल्यो हल्यो, अर्को हात उठायो, अर्को मस्क्यो अलि मस्क्यो जस्तो गर्यो न। देख्दा हमको मन रुन्छ।